ओके सो फ्रेन्ड्स हजुरहरूले पार्ट 1 मा देख्नुभयो होला कि अ डे इन माई लाइफको अ डे इन माई लाइफको मर्निङ एन्ड काइन्ड अफ डे टाइम हजुरले हेर्नुभयो मैले के गरेँ भनेर। अब यो पार्ट 2 मा आज मैले अब नुहाएर आएँ म, अनि त्यसपछि अब बेडसिट मिलाएँ। बेडसिट मिलाइसकेपछि अब चाहिँ मेरो पालो रहेको छ मिलाउने यो ऱ्याकमा मेरो हजुरहरूले देख्नुभएको थियो योभन्दा पहिलाको भिडियोहरूमा मैले चाहिँ यो ऱ्याकमा मेरो बुक्सहरू राखेको थिएँ। सो अब म त्यही राख्छु। बुकहरू राखेको जुन त्यो बोरा थियो त्यो चाहिँ अब त्यहाँ मुनि छ होइन। अब यसरी निकालेर फुत्तै फाल्न पाएन हुन्थ्यो। ओके सो त्यहाँ छ। अब त्यसलाई निकालौँ, त्यहाँबाट बोरा निकालौँ, यहाँ राखौँ अनि यहाँ सबै सेटल गरौँ। लेट्स डु इट। बल्ल बोरा चाहिँ ल्याएँ। अब यसभित्र के छ लेट्स सी है त। यदि यसभित्र मेरो केही राम्रो कुराहरू रहेछ भने म हजुरहरूलाई देखाउँछु। ओके सो फर्स्टली यो त फोटोज। ओके यु वान्ट टु सी माई फादर, मेरो बाबा। देन यो मैले आफैले बनाएको थिएँ, बिग्रिहाल्यो। मेरो मम्मी, अरू मेरो दिदी त तपाईँहरूले योभन्दा अगाडिको भिडियोमा देख्नुभयो होला, माई सिस्टर। अरू फोटो त अरू फोटो त छैन। ओके आई विल सो यु वान अर्को नै फोटो छ। हियर बाबा, म, बुक्सहरू मिलाइरहेको थिएँ एन्ड आई फाउन्ड समथिङ जुन चाहिँ मैले मेरो एसइईको 10th को एक्जाम पछि जब 3 months बसेको थियो घरमा, तब मैले गरेको कुराहरू लाइक मलाई ड्रइङ एकदमै गर्न मन लाग्थ्यो। इभन लाग्छ पनि बट अहिले मैले बिर्सिसकेँ होइन ड्रइङ्सहरू गर्न। अनि स्केच त मैले स्केच गर्न सिकेको थिएँ एन्ड आई जस्ट फाउन्ड समथिङ एल्स। अहिले गरेको भइहाल्यो। यहाँनिर मैले फर्स्टमा आइज बनाउन सिकेको थिएँ एन्ड सी दिस आइज सो फनी। एन्ड त्यसपछि मैले यहाँनिर चाहिँ सबै बनाउन सिकिसकेपछि चाहिँ ऱ्यान्डमली एउटा मान्छे बनाएको थिएँ। अनि त्यसपछि मैले नोज बनाउन सिकेँ। त्यसपछि लाइक नोज आर लाइक सेम। अहिले मैले बनाउनै बिर्सिसकेँ सबै। मलाई लागिरहेछ म फेरि सिकौँ जस्तो लागिरहेछ। यो घरको यो सबै केओस सकिसकेपछि, घर राम्रो भइसकेपछि म फेरि स्केचिङतिर लाग्नुपर्ला जस्तो मलाई लागिरहेछ। त्यसपछि मैले लिप्सहरू बनाउन सिकेँ। एन्ड देन यो त मेरो भाइको ड्रइङ हो। यो चाहिँ एउटा फोटो छ, मैले त्यो फोटो हेरेर बनाएको थिएँ एन्ड काइन्ड अफ सेम बन्यो होइन। सो आई वाज लाइक ओ आई क्यान स्केच भन्ने थियो। त्यो फोटो मैले भेट्टाइनँ। यदि भेट्टाएको भए आई विल सो यु द्याट। यो मेरो भाइ हो, अर्को मामाको छोरा। अरू त केही होला त्यसमा, अरू त वेट आई विल सो यु यदि केही छ भने। हियर सी दिस। यो मैले म बनाएको होला सायद। ओके सो सबै मिलाइसकेपछि चाहिँ अनि बेलुका चाहिँ
अब खाना त खानु पर्यो अनि त्यसको लागि चाहिँ टुडे आई ट्राई टु मेक चिकन, जुन चाहिँ मैले फर्स्ट टाइम यसरी बनाएको। हजुरहरूले मेरो पहिलाको भिडियो हेर्नुभएको छैन भने एकचोटि त्यो भिडियो पनि हेर्नु। त्यो भिडियोमा चाहिँ मैले चिकन फ्राई गरेको चाहिँ फर्स्ट टाइम, अनि आज चाहिँ चिकन यसरी बनाउँदैछु। सो इट्स माई फर्स्ट टाइम, सो या त्यही हो। फ्रेन्ड, द्याट्स इट फर टुडेज भिडियो। एन्ड आजको भिडियो हजुरहरूलाई राम्रो लाग्यो होला भन्ने म आशा गर्दछु, र यहीँबाटै म चाहिँ जाँदैछु। म हजुरहरूलाई अर्को अर्को भिडियोमा भेट्नेछु। सो तबसम्मको लागि टेक केयर, बाई बाई, डु लाइक, सेयर एन्ड सब्सक्राइब माई च्यानल। बाई बाई, सी इन द नेक्स्ट भिडियो।